कस्तो गुवायो गुले च्याप यार यही बेलामा गुले च्याप्नु परेको कता जाम जङ्गल खोज्ने चार कस्तो टेन्सन भयो मान्छे आयो भाग 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 हेलो एभ्रिवान म चाहिँ आज एउटा भिडियो बनाइदियो भनेर म आइसकेँ धेरै लामो समयपछि आज चाहिँ शनिबारको दिन हो नि त अनि शनिबार चाहिँ अब हाफ छुट्टी हुन्छ अनि हाफ छुट्टीमा चाहिँ ट्याक्क हिँड्दै आएर अनि एउटा भिडियो पनि बनाइदियो अनि ट्याक्क पोखरीमा पनि म आइरहेको छु अनि अब रुम बस्दा धेरै गाह्रो हुन्छ क्या होइन अनि अब काममा आउँदा पनि साइकलमा कि त केहीमा गाडीमा आइस क्या अनि ट्याक्क आज चाहिँ हिँडेको मजा आइरहेछ बाहिर दामी भ्यू पनि आइरहेछ अनि दामी घाम पनि लागिरहेछ चिसो छ नि त हिजो अस्तिको दिन चाहिँ के भन्छ हिउँ परिरहेको थियो दामी हिउँ परिरहेको थियो हो आज क्या खुल्ला भयो दिन छ दामी भइरहेछ यार आज कस्तो बबाल आइरहेछ केटा हो बबाल छ यता साथी चाहिँ छैन मेरो अब होइन सँगै गर्ने अनि त्यही भएर मेरो साथी नै यसरी भिडियो छ पर्सि पनि बिदा छ केटा हो बिदा छ अनि म चाहिँ ट्याक्क आज चाहिँ खाना पनि खाएको छुइनँ भोक त लागिरहेछ यार गाह्रो छ हो विदेश कहिले नेपाल पनि होइन हामी आफ्नै देशमा काम गर्न सक्ने हुनु यार कहिले नेपाल विकसित हुन्छ र होइन नेपाल जाउँ भनेको तर हामी जस्तो युवाहरू नै यसरी बाहिरिएपछि होइन देश त कसले बनाउने हो र बनाउनु त तर पनि यहाँ लास्टै अर्काको देशमा आएर यसरी गर्दा चाहिँ धेरै गाह्रो हुने रहेछ यार है एक्लै आफ्नो परिवारहरूबाट होइन टाढा भएर काम गर्दा चाहिँ धेरै गाह्रो हुने रहेछ यार होइन अब कस्तो हुँदो रहेछ भन्दाखेरि साथीहरू यसरी आज त अब शनिबार हो नि त छुट्टीको दिन हो नि त तर पनि अब काम हुँदा ओभरटाइम हुँदा चाहिँ हेर्नु पैसाको लागि भने कस्तो खुसी लाग्दो रहेछ यार एक्लै भयो भने पैसा आएको बेलामा कम्ता मजा आउँछ होइन दामी मजा आइरहेको थियो आज जस काम पनि राम्रै भयो नेपालतिरको गाइस नेपालतिर चाहिँ अब के कस्तो हुँदैछ नेपालतिर चुनावको माहौलहरू के कस्तो हुँदैछ राम्रो व्यक्तिहरूलाई भोट गर्नु पऱ्यो राम्रो लिडरलाई चुज गर्नु पऱ्यो हामी त यी विदेशी भइयो हामीले त अब केही गर्न सकिँदैन अहिले तत्काल जस पछि पनि अब अहिलेको भनाउँदैहरूले पनि केही गर्न सकेन भने चाहिँ पछि हामी नै आएर भयो भने केही गरौँला साथीहरू केही गर्ने प्लान चाहिँ छ गरिन्छ पनि यदि अब पनि नेताहरूले केही गर्न सकेन र अब पनि नेपाली जनताहरूले चाहिँ राम्रो लिडरलाई चुज गर्न सकेन भने अब हामीले नै गर्नुपर्ने हुन्छ हामी युवाहरूले नै गर्नुपर्ने हुन्छ पछि हामी आउँछौँ अहिले त टाढो भइयो के गर्ने यसरी विदेश चिनु पर्यो यसरीमा गाह्रो छ यार केटा हो गाह्रो छ विदेश भन्नु मात्रै छ पैसा छ तर माइन्ड आफ्नो के भन्छ केही छैन मेरो भाग्यमा रहेनौ तिमी खुसी नै छु म यही बेलामा गर्लफ्रेन्डले पनि छोडेर गई मरीले मलाई मजा छ यार के भएको म मान्छे कस्तो चिलो यार होइन कोही नहुँदा पनि लरीबरी गर्दै नाच्दै खेल्दै हिँड्दैछु क्या अब हो अनि जस रमाइलो छ नि त दामी छ नि यार करोड छ त यार ट्याक्क पारेर यस्तो बस्दिने अनि यहाँ रमाइलो हुन्छ केटा हो यहाँ यस्तो पार्कमा होइन कफी खाँदै मैले त कफी खाइसकेँ हो तर होइन यहाँ पार्कमा बसेर चाहिँ अनि एकछिनै पार्कमा बसेर चाहिँ होइन ट्याक्क पारेर एकजना गर्लफ्रेन्ड हुनु होइन अनि सँगै अँगालो मार्दै हो अँगालो मार्दै गर मजा आउँथ्यो नि अनि अनि माया प्रेमका कुरा गर्दै गर्नु कस्तो मजा आउँथ्यो होला हामी माछाले एक्लै भएर यसरी हिँड्नु पर्यो एक्लै सिङ्गल होइन जे गरे पनि सिङ्गल केटा हो के गर्नु यहाँभन्दा अब केही उपाय छैन तर मलाई चाहियो आजै चाहियो अहिले चाहियो अनि एक्लै भएपछि त यस्तो केही सिगार पटार पनि केही गर्नु पर्दैन काम केही उमा ल्याङफ्याङ भयो हिँड्दै केटा हो ल्याङफ्याङ कसैलाई देखाउनु नि पर्यो होइन मेरो कोरियाको लाइफ क्या यस्तो छ भिडियो बनाउनुको कारण पनि के हो भन्दाखेरि अब चाहिँ हामीले ढिलो गर्नु हुँदैन हामीले राम्रो लिडरलाई चुज गरौँ गाइस होइन जस्तो भयो भने हामीले अगाडि चाहिँ अब गल्ती गरियो
होइन नराम्रो लिडरलाई चुज गरियो। अब चाहिँ हामी केही कुरामा नबिकौँ होइन, राम्रो लिडरलाई दिउँ। कसैले कसैको कुरा नकाटी जुनै पार्टीको होस् तर राम्रो लिडर भयो भने उसलाई दिउँ होइन। अनि देश चाँडै बनाम गाइज, धेरै पछाडि परिसक्यो। अनि यस्तै छ, तिमी माथि मेरो पो विश्वास भो। गाइज घामले पनि पोल्दैछ यार, मलाई हेप्पो घामले पनि दामी छ। जस धेरै समयपछि यसरी भिडियो बनाउन पाउँदा, यसरी पोखरीमा आउँदा, यो रुख पछि चाहिँ यतातिर दामी फुल फुल्छ होइन, हरियाली हुन्छ। अहिले चाहिँ केही छैन, सुक्खा म जस्तै सुक्खा खडेरी भएछ यार यो चाहिँ। अहिले म पनि अहिले सुक्खा भइसकेँ, यो रुख पनि सुक्खा छ, पछि फग्रिन्छ यो पनि होइन, फग्रिन्छ। जस टाइम आउँछ नि त, टाइम आउँछ हरेक कुराको होइन, टाइम आउँछ। यो रुख पनि फग्रिन्छ, मेरो पनि दिन आउँछ, गर्लफ्रेन्ड आउँछ होइन। अनि दामी हानिन्छ, हामी गर्लफ्रेन्ड भयो भने के गरिन्छ, किस गरिन्छ, किस किस भन्छ त्यस्तै, किस गरिन्छ भन्दाखेरि होइन, गर्लफ्रेन्ड हुँदाखेरि तँलाई किस भन्छ क्या होइन। जस एक्लै हुँदा यसरी गफ गर्नु पनि मजा आउँदो रहेछ यार। के हो साला, मेरो भाग्यमा रहेनौ तिमी। तर गर्लफ्रेन्ड हुँदाखेरि चाहिँ म्यासेज गर्दा के झ्याउने रहेछ यार। अहिले एक्लै हुँदा नकोसेको म्यासेज यत्रमा होइन, के को सम्झिन्छु, आलु पनि सम्झिन्न म्यासेजलाई। कस्तो दामी भइरहेछ दिमाग। गर्लफ्रेन्ड हुँदा दिमाग खराब हुँदो रहेछ, नहुँदाखेरि चिलमा म्यासेज जे गर्न पनि पाइयो होइन। लैभरि लै नाच्न पाइयो, घुम्न पाइयो, हिँड्न पाइयो होइन। अब गर्लफ्रेन्ड हुँदा त एकजना मात्रैसँग जिस्किनु पर्छ होइन, नहुँदाखेरि तपाईँलाई दुनियाँ केटीहरूलाई होइन हाई हेलो भन्दै म्यासेज गरेर पनि पाइहालिन्छ केटा हो। हिरो भन्दैछ यस्तो हान्छु, मजा थियो नि मान्छेलाई होइन, आफ्नै दुनियाँमा रमाउनु पनि एउटा छुट्टै मजा हो नि यार। रमाइलो छ गाइसहरू, जो जता हुनुहुन्छ सबैजना ह्याप्पी हुनुहोस् होला, रमाउनुहोस् होला। यस्तै रहेछ जिन्दगी, सोचेको जस्तो छैन लाइफ, यस्तै छ। भिडियो बनाउन स्टार्ट चाहिँ गर्ने भनेर मैले सबै रेडी गरेको, तर अब बिजी हुँदो रहेछ नि त, काम गर्न आएपछि अब हरेक कुरा बिजी हुन्छ, थाकिँदो रहेछ, भिडियो बनाउन पनि पाइनँ, केही गर्न पनि पाउँदिनँ। तर आज यो पोखरी कस्तो राम्रो भइरहेछ यार है, दामी। अनि पर हाँसहरू कस्तो दामी छ नि होइन, हाँसहरू बबाल छ, धेरै छ, दामी छ, वाउ। अनि मेन कुरा भनेको के छ भन्दाखेरि, यहाँभन्दा अगाडि चाहिँ मेरो गर्लफ्रेन्ड थियो कि, अहिले गर्लफ्रेन्ड छैन। मेन भनेको त्यो यस्तो खुसी। अनि त्यही भएर अब म भिडियो बनाउँछु टाइम भएको बेलामा, सबजनाले सपोर्ट गरिदिनु होला होइन। यही बेलामा कस्तो हो यार, कस्तो गुवाउला जस्तो भयो यार, मासला गुवाउला जस्तो भयो त यार। जङ्गल कता छ, नेपालमा हुनु भने मासला होइन, कता जङ्गल छ त्यता हेर्दै गरिन्थ्यो, त्यता त अब हग्न पाइँदैन होला यार, गाह्रो छ त यार। मान्छे नभए बेलामा हगिदियो क्या हो चिन्छ, कता जङ्गलहरू क्या हो यार। मान्छे आयो, भाग 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 भाग। नेपालमा हुनुहुन्छ कति भनेर गरिन्थ्यो या त नि, मान्छे आयो धन्य हग्देको यार, मान्छे आयो, लाज लाग्यो यार केटा हो, लाज लाग्यो। भाग भाग भाग, मान्छे आयो भाग भाग। हगिदिउँ भनेको माछालाई मान्छे आयो, मान्छेले देखो त पाउँदैन रहेछ होइन। केटीहरूले देख्नु भने, केटाहरूले देख्नु भने त केही हुँदैन कि, केटीहरूले देख्यो भने त भाग होइन, के गर्छ बेज हुन्छ त। ठिक छ। एन्ड म यसरी घरिघरि भिडियो बनाउँदै पनि गर्छु, सपोर्ट गरिदिनुहोस् होला। सबैजना मिलेर अगाडि बढौँ, ओके? सबैजना मिलेर अगाडि बढौँ। Kamsahamnida. Thank you. Keep watching, guys.